हेलो नमस्ते एन्ड गुड मर्निङ। आज मैले फेसबुक प्रयोगकर्ताहरूलाई केही महत्त्वपूर्ण जानकारी लिएर आएको छु र हामीले मनोरञ्जन गर्दा गर्दै केही आम्दानीको स्रोत बनाएको फेसबुक एक्कासी हाम्रो एउटा वार्लिङ जस्तो आएको थियो र त्यसमा थियो यो तेरो मोनिटाइजेसन केही टुलहरू लस भएछन् डिसेबल भएछन् भनेर आएको थियो र हामीलाई जुन पैसा आउने टुल थियो त्यो टुल डिसेबल भएको होइन, मात्र के थियो केही टुल्सहरू अदृश्य टुलहरू डिसेबल भयो होलान् र कुनै मिडियाले त्यहीको आधार बनाएर नेपाललाई हटाओ है मोनिटाइजेसन देशबाट भनेर पनि भरम छोड्नुभएको छ। त्यो पनि होइन, नेपाल अझै पनि तपाईँले मजाले गुगलमा गएर पनि हेर्न सक्नुहुन्छ, त्यही पनि हेर्न सक्नुहुन्छ र नेपाललाई मोनिटाइजेसन देशबाट हटाएको छैन, नेपाल छ। र हामीले आय आर्जन गर्ने भनेको कन्टेन्ट मोनिटाइजेसन र फोटोबाट हो, त्यो पनि हाम्रो यथावतै छ, हटेको छैन। त्यो भएको कारणले पनि जतिले काम गरिराख्नु भएको छ काम गर्दै जानुस्। यो यस्तो चिज हो फेसबुक भन्ने, जो हामीले मनोरञ्जन गर्दा पनि पैसा आउने, हाँस्छौँ खेल्छौँ त्यसैबाट पैसा आउने। त्यो भएर यो नर्मल केस गुगलमा गएर हेर्दा फेरि के देखिन्छ भने मेटाले नेपाल सरकारसँग केही लिमिटेसनमा परामर्श अथवा सहकार्य गर्न खोजे जस्तो देखिन्छ। त्यो भएर पनि तपाईँ काम गर्न नछोड्नुहोस्। यदि त्यस्तो समस्या छ भनेर तपाईँ डराउनु पर्दैन, केही जो भएको छैन, हामी जहाँ थियौँ त्यहीँ छौँ भन्दै मेरो भिडियो कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै भन्नु होला। त्यो भनेको केही पनि होइन, तपाईँ काम गर्न नछोड्नु होला। हस् त, धन्यवाद।